माया मोइतिर किलाउ उइतिर निर नलाउ दुइतिर ओहो ओहो नमस्कार दाजु बाबु म दीर्घ अहिले न दीर्घ अब अछाम वस्तु छ नेपालको नेपाल What happened? Why are you here? घिया त ल्याएको नि हजुर So why are you talking to us? टोकन त पाइँदैन हजुर यहाँ टोकन पाइँदैन यहाँ बस म त्यसै आगो बस घुम्नु के भनिकन आएको हजुर म So then you leave everyone and then come here. यहाँ कमाउनु त कमाएन मैले त्यसै म पनि त्यसै तास सास खेल्दो देखाएँ नि के तास खेल्दो पर काहीँ पनि जुवा सुवा खेल्दो छौँ कमाउनु केही कमाएन मेरो हालत उठाइछु हजुर What are you even saying? के भने बुझ्यो What are you saying? Something that we can understand. सेल त ल्याएको नै सेल यहाँ हुँदैन रहेछ इन्डियातिर काहीँ परतिर देखेँ मैले नाम नपा राति बास्ता छन् म त बस्ती यसै आएको हजुर म भएर न दीर्घ हो मेरो नाम At least if you speak something that we can understand, so we will know why you are here, what you are saying. के भने Can you speak a language that we can understand? ओहो बुझ्यो ऊ कहाँ यहाँबाट छोरीटी आएकी चाहिँ उइकन यो दिउला भनिकन Is this guy okay? I'm not sure. Because I really don't know why he's here in the first place. Okay, now what are you doing? म यहाँ केही डुअर यहाँ मैले हजुर म के डुअर दैन त्यसो म बस त्यसै आएको मात्रै हो म यो घुम्नु के नाम नपा छोरी टिका लागि आएको हजुर बिहा त हरिया छ गर्दा त अझै बिहा रुके हजुर अब Are you looking for love? You are looking for someone that you can love. यो गाला होइन हजुर यो फुल हो फुल यो फुल हजुर यो कहिले काहीँ यो काहीँबाट छोरा टिन्नु पाएपछि यो खान पनि सकिन्छ त क्या सजिलो हिँड्नुको हुन्छ उसले बोल्नु हुन्छ मान्छे कुनै नराम्रो हो त छोरी टिन्नु पाएपछि यसो दोस्रो लास्ट दिन बुझ्यो घुमेँ बाजामा त छोरी टिन्नु पाएन त ट्याक्क फुल छ ट्याक्क बाजा खाना खानै पर्दैन Yeah, I thought you are looking for someone to beat that one. अहिले त के म नै बाछासँग जाउँला घर बाछासँग जाउँला Are you eating that for real? यो मैले पनिर किनेको 20 रुपियाँको पट्टि 20 रुपियाँ किनेको अब म सुर्ती खानु पनि बचाएन अब बाछा के जानी कसो हुने पनि काममा देऊ त ट्रेन गाड्नु पर्ने भयो सुर्तीका लागि पनि अब I'm not sure he's okay. So in all, what have you said?